प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने ठाउँ है। यस्तो छ। यहाँ चाहिँ माथि त्यो सारङकोटदेखि प्याराग्लाइडिङ गरेर यो फेवातालको यहाँनिर ल्यान्डिङ गर्छन्। यहाँबाट त्यहाँ हेर त तालमा झर्न लाग्यो। आकाशमा यसरी प्याराग्लाइडिङहरू उडिरहेको छ। अहिले न्यु इयर भएर एकदम प्र्याक्टिस अहिले चाहिँ सबैजनालाई यो प्याराग्लाइडिङ गरेको चाहिँ 8500 रहेछ। यसरी यहाँ चाहिँ ल्यान्डिङ गर्छ। यस्तो माथिबाट उडेर आएर हो माथि सारङकोटदेखि चाहिँ आउँछन् अनि यहाँनिर यसरी ल्यान्डिङ गर्छन्। त्यसपछि यहाँ पट्टाएर अनि त्यसपछि कम्पनीको गाडीले लान्छ। यस्तो छ माहौल यहाँ लेक साइडमा। यो प्याराग्लाइडिङ उडेको चाहिँ 30 मिनट्सको 8500 रुपियाँ छ अरे सबैलाई है। ल यसरी उड्दो रहेछ है प्याराग्लाइडिङ। यत्रो धागो चाहिँ कति बलियो हुन्छ होला है। यसरी यहाँनिर आएर पट्याएर लान्छन्। उहाँले सिकाउँदै हुनुहुन्छ। ट्रेनिङ हो क्या दाइ? यो सिकाउनु भएको? यसरी उडिरहेको छन्। अहिले न्यु इयरमा उड्न त्यति धेरै प्याक छ अरे। अनि सबैजनालाई चाहिँ 8500 रहेछ अहिलेको प्राइस चाहिँ। ल तपाईँहरू पनि गर्ने भए आउन सक्नुहुन्छ। म यहाँबाट फेवाताल देखाउन जान्छु है। र यो फेवाताल यस्तो छ। यो सबै फेवाताल पर मान्छेहरू आइराख्नुहुन्छ घुम्न गर्न रमाइलो छ। अनि माथि सारङकोटदेखि प्याराग्लाइडिङ उडेर यहाँनिर आएर ल्यान्डिङ गर्छ। 30 मिनट्स आधा घन्टा उडेको चाहिँ 8500 रहेछ।